सो गाइज वेलकम ब्याक टु च्यानल। आज हामी चाहिँ गट्टी छाडा ब्लगरको चाहिँ एउटा फनी भिडियोमा चाहिँ रियाक्सन गर्न गएको छौँ। एन्ड पिआइएमले उहाँले चाहिँ लाइक राम्रो भिडियो बनाउनुहुन्छ। सो लेट्स सी, आई थिङ्क इट्स गन बी टु मच फन है। प्यारी गोस्ट आज चाहिँ तिम्रो के भएको? कति ठुल्ठुलो देखेको भनेको फर्मला लाछु के यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। 4 महिनादेखि भिडियो नहालेकाले मेरो अडियन्सलाई आएको छैन अरे गु। यत्रो महिना काम गरिस् भन्नुभयो होला। म मरेको छैन, म बाँचिरहेको छु। त्यसैले त्यही जिउँदोपनको महसुस गराउँदै भिडियोलाई सुरु गर्न चाहन्छु। तर सुरु गर्नुभन्दा अगाडि यदि तपाईहरुले पार्ट 1 हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि हेर्दिनु होला। गाको गाई हो गाडी पछाडीबाट। आजको एपिसोडमा यो घोस्टको बाँकी रहेको इच्छा गरिदिन्छु पुरा। फेरि रोस्ट हान्नु मन थिएन तर दिमाग सन्क्यो जब मैले सुने यो कुरा। मेरो आएन यार, आँसु पनि आएन, सिगान पनि आएन, केही पनि भएन, मलाई केही भएन, चसक पनि भएन। अब अर्कोचोटि रोस्ट गर्ने बेला अलिकति स्वास्सै अलिक सिरिङ गर्ने खालको हुनु पर्यो। नभन्नु होला पिवाई अमृतले घोस्टलाई गर्नुसम्म गरो। साँच्चीकै यसलाई चसक्क भएको छैन भने माटिने मारेर चोला रन्काइदिने पर्यो। ठिक ठाउँमा ल्यायो होला भनेको त मेरो त रोस्टले, तर उल्टै यस्तो भनेकी रहेछ यो गति छाडा घोस्टले। हुन्छ नि यस्तो पिवाई अमृत यस्तोहरू देख्दाखेरि क्या यो रोस्ट गर्ने मान्छे देखेरै मेरो त कस्तो भइसक्यो, फिलिङ्स आइसक्यो। भर कहिले हुँदैन रे नारी र गाडीको किचकन्डी जस्तो हाँसी त हाँस हेर्न राडीको कस्तो राम्रो नि जिउस अहिले पाएको भए त नि त्यो के भन्छ के हुन्थ्यो होला नि। म किन चाहियो र तिमीलाई त कुकुर नै छ त गर्नलाई ल्याप ल्याप गए है त केटाहरूमा गर्नलाई कुत्तानो पारेर पसारेर माथि चढेर ढ्याप ढ्याप। जे पनि यो घोस्ट चाहिँ आफ्नो वेमा सही छ। यस्तो कति सारा ब्लग हाल्नुको कारण त यस्तो पो रहेछ। ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या, देखावटी चाहिँ केही पनि छैन, जे एउटै रियल देखाइदिन्छु होइन। अन गरेर बस्नु होला तपाईहरू। अब थर्कीपनको ब्लग हेरौँ न त एकचोटि कस्तो रहेछ देखावटी अनि ड्रामा नभएको ब्लग। जाँगे चेटेला जस्तो भइरहेछ, हिँड्रहेछ, मजा ल म ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। नो ड्रामा क्या, देखावटी चाहिँ केही पनि छैन। देखावटी केही पनि छैन भन्दैमा यस्तो देखाउने होइन नि त। भन्न त धेरै हुन्थ्यो तर फेरि बनौली कन्सर्न मेरो पछाडिको देखाएको छु र मेरो त्यो पाल त देखाएको छैन नि त। मेरो अगाडिको देखिन आँटिसक्यो। मेरो गाडी आइरहेछ, दाममा बाजेको उल्टो बसिरहेछ, गाडी आइरहेछ। यस्ता छाडा ब्लग त कति छन् यसका सकिँदैन गनेर। त्यसरी फर्काएर नदेखा जाठी फेरि छिराइदेला ड्राइभरले सुरुङ मार्ग भनेर। ओके नभनिस् त सरर लुङ्गी भङ्ग पार्नु नि है। अब आएर हो मेरो भ्युअर्सहरूलाई मेरो सब्सक्राइबरलाई कति मजा आउँथ्यो होला नि मेरो लुङ्गी भङ्ग भएको हेर्नु नि। छिटो भङ्ग पार्देऊ रे, तिम्रो सब्सक्राइबरहरूले बसिरहेछन् हेरी हेरी। 7.2 को जस्तो रहेछ भने त तर्सेर कालले लाउने फेरि खोलेर देखाइदिउँ क्या। किन दुनियाँको अगाडि बेइज्जत गर्छौ? बरु म कल गर्छु, व्हाट्सएप नम्बर ल्याउन। अझै पनि केही बिग्रिया छैन। सारा दुनियाँलाई देखाउनु पर्दैन, बस मलाई देखाइदेऊ न। तर होस् म नदेखाउने ल। एक सेकेन्ड जिन्दगी साह्रो तल खस्यो के, अन्त जिन्दगीमा लाउने निकालेर झोलामा हाल्छु। नेपाली हो नि चान्स पाए के गर्छ, यस्तो गर्दै हिँड्दा त थुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ। लाज किन त ब यो घोष नेपालको यस्तो लेडी ब्लगर हो जसको भिडियोबाट छाडापन निकालिदिने भने लिङ्ग बिनाको छोरा मान्छे जस्तो हुन्छ। यानि कि न त कुनै मिनिङ हुन्छ न त कुनै ह्युमर। यहाँ गाँठो लोक्टेर किन गाँठो लोक्टाको कुन चाहिँ डगी हान्यो नभन्नु। के रे कुन चाहिँ डगी हान्यो नभन्नु। देख्नुभयो नि यसको ब्लगमा छाडापन बाइक अरू केही छ त? मलाई विश्वास लागेन। खासमा कुरो के हो जान्न चाहन्छु म त। रौँ फाल्न लाँदै कि मेरो रौँ धेरै लामो छ कि जाँगी लगाएर झन् लामो भएको थियो, फाल्न आले रे चट्टै। बिचरीको लोकता गएछ चट्टै। यस्तै भिडियो हालिस् भने कुन दिन तेरो च्यानल पनि जान्छ स्वाट्टै। यस्तो हल्लिदो रहेछ क्या, हल्लिदो पनि रहेछ होइन। अनि कस्तो रहेछ भने बोयफ्रेन्ड र गर्लफ्रेन्ड चट्ट लाएर डेटिङ आए बेला चट्ट लाएर
यी त नर्मल हुन्, यस्ता भिडियो यसका लागि के हो र? तपाईहरुले विश्वास गर्नुहुन्न होला, सानैदेखि रहेछ यसको गति छाडा बेहोरा। मिङ्गल भएको भए यसो जङ्गलतिर मङ्गल हान्नुहुन्थ्यो। सिङ्गल पर्यो अर्काको जोडी हेर्दै चित्त बुझाउँछु म। सानैदेखि गरेकी रहेछ यसले जिन्दगीमा मस्ती, मान्छे चाहिँ रहेछ ठ्याक्कै बोकाको पुच्छर खाकी जस्ती। बोका रहेछ क्या हो, त्यो बोकाको छेउमा त म जाँदिनँ। मलाई पनि फेरि बाख्रा सम्झेर आयो भने के हुन्छ? यता हेर त। यो के झुन्ना छ यसले? यसको भिडियो हेरेर मेरो सासै रोकियो, आउ त कोही सिपिआर मार्फत सास्दिन। हँसाउन खोजेको होला यसले, यत्रा नि हाँस्दिन। यो घोष नेपाली समाजको यस्तो अल्गोरिदम हो जसलाई कसरी भ्युज ल्याउन पर्छ भन्ने भरपुर आइडिया छ, र त्यही भ्युज र पैसाको चक्करमा यस्तो कन्टेन्ट हाल्छ कि जुन कन्टेन्ट हेर्न अझै नेपाली समाज तयार छैन। यसलाई टिल पार्छु अनि के गर्छु अहिले हेर्नु होला। 5 minutes later. नहाँदा चाहिँ छुन पनि लाज लाग्दो रहेछ। हालिसकेपछि चाहिँ जता छोइ पनि हुन्छ म जो पाए त्यहीसँग नगर फेरि मर्ले एचआइभी सरेर। किन यस्तो छट्टेको हो र तिमी भन्देऊ त? चुरमा परेर। लेजेन्डले खाने हुक्का हैन बिडी हो। के तपाईहरुलाई थाहा छ यो घोषले कसरी खिच्छ भिडियो? यता हेर त। नेपाल हो सबैको साझा चौतारी, कसरी चाहिँ जन्मिन्छन् हो यस्ता अवतारी। मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको। ए घोस्ट अब त अति भयो, कहिले सुध्रिन्छस् त यार? तेरो बेहोरा हेर्दा त बाबामा झगडा गर्दै जन्मिनु जस्तो छ यार। यस्तो गर्दै हिँड्दा त अलिकति भयो नि लाग्न पर्ने हो शरम। यो घोषले खानेकुरालाई यसरी अब्जेक्टिफाई गर्छ कि त्यसको त कुरै नगरम। याद आउँदै होला नि हैन केटी हो। यो कस्तो हो तपाईको ससेस? यस्ताहरूले गर्दा आज खानेकुरा खाँदा नि सोच्नु पर्ने दिन आछ। हैन किन यस्तो गर्छ यसले? कसैले भन्देऊ त खासमा यसलाई के भएको छ? मलाई के भएको छ थाहा छ? छेरपाटी लागेछ। मर्छन् अरे मान्छे अत्याधिक छेरेर। मुतेको त देखाइ थिइस्, अब हगेको पनि देखा। बसिरहेछौँ हामी हेरेर। मिल्ने भयो म हगेर नि देखाइदिन्थे, अब हगेर देखाउन नमिल्ने। थाकिसके म अब यसको रोस्ट हान्दा हगेको देखाउन नमिल्ने भए बनाइदेउन त रसमा काण्डा। बारीमा साग छ पकाए पाक्छ, घरिघरि किन कुन्नी? मलाई त यो घोस्टको फुस्के जस्तो लाग्छ। मुट्न गएको थिएँ उभिएरै दिए। तिमीले दिएको झाले रुमाल आँसु पुस्दा रुजो, ब्लगभरि मुद्दै नहिट जाँठी लगाइदिउँला फेरि बुझो। यता हेर त। तपाईहरुलाई यो एपिसोड कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। really really saying about views को लागि they go all the way हैन. It's all about the money for them, so like yeah. We should be careful कि हामी कसलाई चाहिँ फलो गर्छौं भनेर। कसको चाहिँ न त अब लाइक मोस्ट अफ द गाइजहरु यस्तै हुन्छ नि त।